हेलो साथीहरू, आज पनि हामीले मोमो बनाउन गइरहेको छौँ र त्यसको लागि हामी प्याज काट्दैछौँ र प्याज हामीले यसरी काटेका छौँ। त्यसरी नै हामीले बन्दा पनि काटेका छौँ। यसलाई चाहिने अदुवा लसुनहरू पनि हामीले रेडी गरिसकेका छौँ र हामीले किमालाई चाहिँ तयार गरिसकेका छौँ र हामी मैदालाई मुस्दैछौँ। मैदा रेडी भइसकेपछि हामी सानो सानो यसलाई रोटीको आकारमा बेल्नेछौँ। मोमो भाँडामा नटाँसियोस् भनेर हामीले यसमा तेल लगाएका छौँ। हामीले बेलेका साना साना रोटीहरूमा चाहिँ किमा हालेर त्यसलाई पोको पार्दैछौँ र मोमोको सेपमा हामीले पोको पारिसकेको मोमोको डल्लाहरूलाई चाहिँ मोमो बनाउने भाँडामा हालेर हामी त्यसलाई बफ्याउनेछौँ। हामीले मोमो पकाउन सुरु गरिसकेका छौँ। मोमोसँग खानको लागि पिरो अचार चस्स परेको चाहिँ हामीले यसरी थोरै पानी हालेर पकाउँदैछौँ र पाकिसके पछाडि यो यस्तो भएको छ र हामी यसलाई ग्राइन्ड गर्नेछौँ र ग्राइन्ड गरिसके पछाडि चाहिँ यो यस्तो हुनेछ, पिरो चटिलो चस्स परेको। फाइनली हाम्रो मोमो रेडी भइसकेको छ, एकदमै रसिलो जुसी मोमो। अब चाहिँ मोमो हामी प्लेटमा सर्भ गर्नेछौँ र केटाकेटीहरूसँग रमाइलो गर्दै मिठोसँग खानेछौँ। Thank you guys for watching. See you later. Bye.